आज त झनै यो गुरुले बर्बाद गर्यो नि। यही ढिकुन हाम फालेर इ जुवाको सुइला सब कारा कुरु परेर हिच केही छैन। तिर अनि यो एकातिर भने हामी किसानीहरूलाई किसान गरी खान गाह्रो पर्छ। त गुरुले नसिकाउने भने पुरालोले खन्न सकिन्न। गोरु सिकाउने बेला यस्तो गर्छ साथीहरू, कहिले बेला हरिस भाष्छ, कहिले जुवा भाष्छ, कहिले के भाष्छ। यस्तो चाहिँ आजको जुवाको हालत यस्तो बनाइदियो। अनि यो पनि गोरु हो, भोलि पर्सि जोत्ने बेला यो पनि यस्तै गर्ने होला। हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। अनि आज हामी फेरि पनि यसको हिजो पहिलो दिन भएको हो भने आज चाहिँ दोस्रो दिन भएको साथीहरू। यसले नारेको छ, अब जोत्ने हो। हलो चाहिँ यता छ। अनि आज चाहिँ यसो मन्टो निहुराएर बिराएको छ। ओइ माले यता थारा मन्टो गराके। अनि टेम्मरले चाहिँ उता टानिरहेको छ। अनि हिँड हिँड पुच्छर समात्दै हिँड्छ र क्या। हिँडेर त्यस्तो हिँड्छ, लाइनमा अब हिँड्ने हो र। अब हिँड्नु कहाँबाट काँटी के गरेको त्यस्तो हा? राम्रोसँग हिँड्न जानेनस् तैँले? राम्रोसँग हिँड्ने भयो। यत्रोको बाजो छ तल हेर। यिनी बाजो तैँले जोड्ने हो नि माले। यहाँदेखि लाएर तलदेखि तैँले जोत्नु पर्यो नि त हौ माले। अब टेम्मर गोरु बुढो भइहाल्यो तेरो पालो। बाबु ए बाबु तेरो जुरोले माथि छिटो जोत माले। धेरै अल्छी नहो, धेरै ठगा नहो भन्छ। घाँसे जोत ला न, के भएको त त्यस्तो हा? साथीहरू आज चाहिँ यो गोरुले चाहिँ आज त झन् बर्बाद गऱ्यो नि त। यी देख्न सक्नुहुन्छ यो जुवामा हाल्ने सुइला चाहिँ यस्तरी ठन ठुन्काएको छ। यही दिकबाट हाम फाल्यो हुन यति ठुलो काल्नामा। त्यही भएर अब चाहिँ भागिहाल्यो। अनि यता चाहिँ बिचरा टेम्मु यिनी चाहिँ उही काल्ना पुरै। अनि त्यो गोरु चाहिँ सिउन हाम फालेर भागिहाल्यो, फुट्किहाल्यो। यो भाँचेर काराक कुरुक सब भाँच्यो। हा अनि यो पनि गोरु हो, यो पनि जोत्ने बेला त्यस्तै। फाइनली साथीहरू यो पनि गोरु हो, गोरु। यसलाई पनि जोत्ने बेला यस्तै यही सेम यही गर्ने होला। अहिले चाहिँ तल हिँडिरहेको छ, उसको मम्मी यता छ। सेम उसको मम्मी यस्तै छ यो पनि। अनि यसले चाहिँ मेरो छोरा कहाँ गयो भन्दै हेरिरहेको छ। त्यसले दुध दिन भने होला। मैले दुहेर मात्रै दिनु पाइन्छ है। आइज अझ गयो है। ए आइज त पनि ठुलो भइस नि जोत्ने बेला यस्तै जग्गा। मालेको भाइ अब त मालेको साथी हुने भइस छैन। हिँडो आज त हिँडो है।